इङ्ग्लिस कहिल्यै पनि बोल्न सक्दैनौँ। त्यही भएर एकदमै ध्यान दिएर सुन्नु होला। तपाईहरुलाई म इङ्ग्लिस आज बोल्न सिकाउँछु। ल अब हेर्नु होला, यहाँ के छ भने पहिला सुरुमा हामी सिक्छौं प्रेजेन्ट टेन्सको बारेमा। यो प्रेजेन्ट टेन्स भनेको चाहिँ सामान्य कुरा भन्दा अहिले भर्खरै जे भइराखेको छ त्यस्तो अवस्थालाई हामी प्रेजेन्ट टेन्समा हामी कुरा गर्छौं। जस्तै भनौं यहाँ दुईटा तरिका छ। एउटा फर्मुला अनुसार छ। फर्मुला अनुसार कहिलेकाहीँ हामी कन्फ्युज पनि हुन सक्छौं। तर हामी जुन व्यवहारमा कुरा गर्छौं, जुन व्यवहारिक हाम्रो कुरा छ, त्यो व्यवहारिक हिसाबले म तपाईहरुलाई पढाउने प्रयास गर्छु है। जस्तै तपाईलाई भन्न पर्यो भने कुनै पनि कुरा पहिला बुझ्नु होला कुन कुन अवस्थामा हामी प्रेजेन्ट टेन्सको युज गर्छौं। जस्तै कि 1 नम्बरमा हेर्नुस्, रुटिङ। रुटिङ भनेको चाहिँ म बिहानै 6 बजे उठ्छु, सधैँ मेरो एउटा रुटिङ छ हैन। अर्को कुरा ह्याबिट, बानी। अर्को कुरा चाहिँ युनिभर्सल ट्रुथ है। चौथो नम्बरमा शेड्युल। यी सबै कुराहरू लगभग सिमिलर हुन्छन् है। जस्तै कुनै पनि काम तपाईको जस्तै बानी छ, बानी परिसकेको छ, म 3 दिनमा नुहाउँछु, म 5 दिनमा नुहाउँछु भनेको 5 दिनको अन्तरालमा, यो मेरो शेड्युल हो। कुनै पनि कुरालाई हामी चेन्ज गर्न सक्दैनौं। जस्तै सूर्य पूर्वमा उदा हुन्छ, हामी चेन्ज गर्न सक्छौं? सक्दैनौं। यो हो युनिभर्सल ट्रुथ, ध्रुव सत्य कुरा हो है। कुनै कुराहरू जुन हामी बारम्बार गर्छौं, रेगुलर गर्छौं, ह्याबिटको रूपमा गर्छौं, ती सबै कुराहरुलाई भन्दाखेरि हामी के को युज गर्छौं त? प्रेजेन्ट टेन्सको। प्रेजेन्ट टेन्समा पनि कुनवाला हामी युज गर्छौं त? सिम्पल प्रेजेन्ट टेन्सको युज गर्छौं। त सिम्पल प्रेजेन्ट टेन्सको युज गर्नुभन्दा पहिला तपाईहरु के बुझ्नुपर्छ? फर्मुला। सब्जेक्ट हुन्छ एउटा, V1 हुन्छ, V5 हुन्छ अनि अब्जेक्ट हुन्छ। हेर्नु होला, सब्जेक्ट, V1 र V5 अब्जेक्ट। अब मनमा आउन सक्छ कि सब्जेक्ट त हुन सक्छ, सब्जेक्ट सिंगुलर पनि हुन्छ, सब्जेक्ट प्लुरल हुन्छ। यदि सब्जेक्ट सिंगुलर सब्जेक्ट हो भने हामी लिने हो V5 जहिले पनि, र सब्जेक्ट प्लुरल सब्जेक्ट हो भने हामी लिने हो V1 है। यो दुईटा मध्ये एउटा लिने। अब V1 र V5 के हो भन्दाखेरि जुन मुख्य काम हुन्छ त्यसैले हामी भर्ब भन्छौं। जुन मुख्य काम, जस्तै म सधैं पढ्छु, के गर्छु? पढ्छु हो। त काम मेरो के हो? पढ्ने काम हो, यही हो भर्ब। अब यसले इंग्लिशमा थाहा हुनुपर्छ। पढ्नुलाई इंग्लिशमा के भनिन्छ? रिड भनिन्छ। एक्ज्याक्टली है। अब सुन्नु, हाम्रो एउटा रुल के छ भने सिंगुलर सब्जेक्ट जहिले पनि सिंगुलर भर्ब लिन्छ, प्लुरल सब्जेक्ट जहिले पनि प्लुरल। अब मनमा यहाँ V5 छ भने प्लुरल जस्तो लाग्छ होला, त्यो लाग्छ होला, तर यो हैन है। सिंगुलर चाहिँ सिंगुलर लिन्छ, प्लुरल चाहिँ प्लुरल लिन्छ। V1 भनेको प्लुरल बुझ्नु होला है। अब यहाँ कुरा आयो सिंगुलर सब्जेक्ट के हो, प्लुरल सब्जेक्ट के हो। जस्तै सिंगुलर सब्जेक्ट भनेको चाहिँ एक जना भनेको एउटा भनौं न है। अब जस्तै के हुन सक्छ? मान्छे भने ही, सी, अब इट भइहाल्यो हैन। यहाँ भनेको एउटा इट, कुनै म्यान भयो है, कुनै केटाको नाम भयो, कुनै केटीको नाम भयो, अरु पनि हुन सक्छ। यो सिंगुलर। प्लुरल भन्नाले प्लुरल सब्जेक्ट भनेको एक भन्दा बढी। जस्तै ही एन्ड सी, दुई जना छन् नि, ही एन्ड सी भनेको एक भन्दा बढी भइहाल्यो। यसैगरी यहाँ आयो एम मेन आयो भने चाहिँ यो प्लुरल हो, यो एन भनेको सिंगुलर हो है। यसै राम एन्ड सीता, मानव राम एन्ड सीता छ भने दुई भयो नि त, दुई एक भन्दा बढी भनेको दुई। पिपल भनेको मानिसहरू, दे भनेको तिनीहरू, उही भनेको हामीहरू, अनि यो पनि हो। एकजनाले भने पनि
यु नै भनिन्छ, धेरैजनालाई भने पनि यु नै भनिन्छ। तिमी भन्दाखेरि, तिमीहरू भन्दाखेरि दुईटैमा चाहिँ यो प्रयोग गरिन्छ र यो प्लुरल फर्ममा लेखिन्छ है। एकजनाले भने पनि धेरैजनाले भने पनि यो चाहिँ प्लुरल फर्ममा लेखिन्छ। अब हेर्नुहोस्, यदि सब्जेक्टको रूपमा यिनीहरू आएको छन् भने हामी भर्ब कुन लिने त अहिलेको लागि V5 लिने, यानी भर्बमा लास्टमा जुन एस अथवा एस लाए हुन्छ। र यिनीहरू आएको छ भने हामी कुन लिने, V1 लिने, जुनमा एस र एस लागेको हुँदैन सामान्यतः है। ल यति बुझिसकेपछि अब तपाईले म भने यहाँ भन्छु है, म कविता लेख्छु। म कविता लेख्छु यसको मतलब के, हिजो पनि लेखेँ, आज पनि लेखेँ, भोलि पनि लेख्ने छु होला। मतलब मेरो बानी हो लेख्ने। म कविता लेख्छु भनेपछि के भयो त, आई भने म भनेको आई, विमान लिने कि विमान हो, आईसँग फेरि विमान लिनु होला है त। आई एकजना हो, तै पनि यससँग के लिनु होला, विमान लिनु होला। आई राइट पोएम, म कविता लेख्छु। म खाना पकाउँछु, सरी हामी खाना पकाउँछौँ, हामी पनि आउँ है, हामी खाना पकाउँछौँ भनेको जस्तै हामी खाना पकाउँछौँ, मानम हामी लेख्न पर्यो भने के लेख्ने त, हामीलाई वी के गर्छौँ, खाना पकाउनु। पकाउनु भनेको चाहिँ इङ्ग्लिसमा के भनिन्छ, कुक भनिन्छ। त वी कुक फुड, वी कुक फुड है। अब यो जस्ट एउटा इक्जाम्पल मात्रै हो, यो भन्दा पनि धेरै कुराहरू छन्, जस्तै सेन्टेन्सेसहरू छन्, हेर्नु होला, स्क्रिनशट लिनु होला। त्यसै गरी इक्जाम्पलको रूपमा ल अब यो सामान्य भयो है। अब भन्न पर्यो भने जस्तै सीता सधैँ मन्दिर जान्छिन्। ल सीता सधैँ मन्दिर जान्छिन्, कहिले, सधैँ मन्दिर जान्छिन्। अब हेर्नुहोस् है, त अब यहाँ के आइदियो भने सीता मन्दिर जान्छिन्, मानव एकछिनको लागि सीता मन्दिर जान्छिन् आइदियो भने के हुन्छ, अब सीता, अब भयो त्यसपछि V1 लिने कि V5, V5 लिने, जानुलाई इङ्ग्लिसमा गो भनिन्छ। त V5 यसको के हुन्छ, गोज, सीता गोज टु टेम्पल, सीता गोज टु टेम्पल। तर अब कुरा आइदियो भने सधैँ जान्छन् भनेपछि यहाँ सधैँ भन्ने कुरा होला। अब सीता सधैँ मन्दिर जान्छन्, सधैँ मन्दिर जान्छन् आइदियो भने यहाँ के लेख्ने त, सीता अलवेज गोज टु टेम्पल। अब यहाँ कुरा के आइदियो भने यहाँ अलवेज हो। अब यो कुरा हामी सिकौँ त है। यदि भन्न पर्यो भने सधैँ, त हामी के लेख्ने, सब्जेक्ट पछि अलवेज। यदि कहिले काहीँ, कहिले काहीँ भनेको, कहिले काहीँ भनेको समटाइम, समटाइम। यसै गरी मुस्किलले, ठिक छ, मुस्किलले भनेपछि आयो भने लेख्नु होला हार्डली, भनेको दिनदिनै आयो भने के लेख्नु होला, डेली है। यसै गरी कहिले पनि नाइ, कहिले पनि नाइ भनेको नगर्ने, कहिले पनि के लेख्नुस्, नेभर है। अब बारम्बार आयो भने के लेख्नु होला, फेरि क्वेन्ट्री लेख्नु होला। र अरू पनि छन्, अहिलेको लागि चाहिँ तपाईहरु यति बुझ्नु होला है। ल अब यो कतिखेर लेख्ने, ठ्याक्कै सब्जेक्ट पछि लेख्ने, अनि अरू बाँकी सेम एज इट इज रहन्छ। जस्तै अब के लेख्नु होला, ल यिनीहरूलाई मैले यसरी बनाएँ, सब्जेक्ट, यिनीहरूले एडभर्ब है, यो के हुन्, एडभर्ब हुन्, एडभर्ब प्लस
त्यसपछि बल्ल V1 अथवा V5 प्लस अब्जेक्ट। मानौँ कहिलेकाहीँ सधैँ म दिनदिनै पढ्छु, म दिनदिनै कविता पढ्छु आयो भने म कसरी लेखेँ? जस्तै म दिनै कविता पढ्छु, म दिनदिनै कविता पढ्छु भनेपछि हेर्नुहोस् है, तब आई, त्यसपछि कसको पालो? दिनदिनै भनेको डेली। आई डेली के गर्छु? कविता पढ्छु। काम के हो? पढ्ने भनेको आई डेली। V1 र V5 में के लिने? V1 लिने। आई डेली रिड पोएम, आई डेली रिड पोएम हैन। म सधैँ म बारम्बार फोन गर्छु, म तिमीलाई बारम्बार फोन गर्छु, अथवा हरिले सीतालाई बारम्बार फोन गर्छ, यसरी भन्न पर्यो। हेर्नुहोस् है, म लेखेँ यहाँ हरिले सीतालाई बारम्बार